ल खाना रेडी भयो, सबैजना आउनुहोस्। हाउजूको हातले बनाएको खाना कति मिठो छ है मम्मी। बुहारीको हातमा त जादु नै रहेछ। जबदेखि तिमी हाम्रो घरमा भित्रियौ त्यसपछि त हामीले यस्तो स्वादिष्ट खाना खान पाएका छौं। हजुरले माया गरेर भन्नुभएको हो मम्मी। भाउजू आज किन तपाईले सिरियस देखिनु भयो? अफिसमा केही भयो कि? नै नानी केही पनि भएको छैन। बुहारी तिमीलाई त्यो अफिस मन परेन भने 1 महिना जति काम गर, त्यसपछि छोडिदेऊ। हुन्छ मम्मी। मम्मी ल हामी अब सुत्न जान्छौं। आज तिम्रो अनुहार किन अलि उदास छ? खासै केही होइन, तर अफिसमा एउटा म्यानेजर छ, अलि अजीब व्यवहार गर्छ। त्यस्तो भए डराउनु पर्दैन। केही भयो मलाई तुरुन्त फोन गर्नु। स्मृति अब सुतौं, तिमी पनि भोलि ड्युटी जानु छ। हुन्छ। दिदी गुड मर्निङ। गुड मर्निङ। हजुर सर। स्मृति मेरो क्याबिन आऊ, काम छ। हुन्छ सर। सर किन बोलाउनु भएको थियो? आऊ आऊ, बह नयाँ प्रोजेक्ट बारे कुरा गर्नु छ। एकछिन स्मृति, म जुस लिएर आउँछु। हुन्छ सर। ल जुस पिऊ। थ्याङ्क यू सर।